गुड मर्निङ साथीहरू, वेलकम टु हिल हिल। र आज यो चाहिँ एकदमै सानो तपाईँहरूलाई भिडियो देखाउन गइरहेको छु। र कहाँ भन्दाखेरि यो चाहिँ हाम्रो दार्जिलिङको माल रोड परिसर। यहाँबाट चाहिँ माल रोड सुरु हुन्छ राजभवनको ठिकै त्यहाँदेखि है। यो चाहिँ एकदमै यस्तो खालको जग्गा छ यो माल रोडको। यो चाहिँ नर्मल्ली यसलाई चाहिँ हामीले द रिट्रिट भनेर चिन्छौँ नि है। यहाँनिर रिट्रिट होटल छ क्या, त्यसको माथिल्लोपट्टि यो रोड र रोडमै छ। र यहाँनिर चाहिँ एकदमै सुन्दर मनोरम दृश्य देख्न सकिन्छ। र आज त म एकदमै बिहानै आएको छु, दिनमा हो भने झन् यहाँनिर एकदमै मनोरम दृश्य देख्न सक्छ है यो जग्गाबाट। र त्यसले गर्दा यो माल रोडको यो जग्गा चाहिँ हामी साधारण यहाँका लोकल पब्लिकहरूदेखि लिएर विभिन्न जग्गाबाट आउनुहुने टुरिस्टहरूको लागि पनि एकदमै मनमोहक जग्गा भनेर भन्न सकिन्छ। र यहाँको चाहिँ म सानो भिडियो देखाउन चाहन्छु तपाईँहरूलाई। यहाँबाट चाहिँ किन मनमोहक लाग्छ भन्दाखेरि चाहिँ अहिले अलिकति क्लाउडी छ है, वेदर एकदम क्लियर भएको भए चाहिँ अझै राम्रो देखिन्थ्यो। र तपाईँहरूले हेर्नुहोस्, यहाँबाट सर्वप्रथम के देख्न सकिन्छ भने यहाँदेखि चाहिँ सनराइजको एउटा सानो झल्को पनि देख्न सक्छ है। यहाँ परबाट सनराइज हुन्छ। अहिले त निकै माथि उठिसकेको छ है घाम, र अलिकति चर्को किरण छ। र यहाँबाट अर्को कुरो चाहिँ यो पारि हामीले माउन्टेन कञ्चनजङ्घाको रेन्जहरू पनि देख्न सक्छौँ है। र त्यसले गर्दा पनि यहाँ एकदम रमाइलो लाग्छ। साथसाथै यहाँबाट देख्न सकिने चाहिँ तल तल भ्यालीहरू क्या, सिक्किमको पहाडहरू भयो, यहाँ तल तकबर कमानको चुचुराहरू, यो सबै यहाँबाट देख्न सक्छौँ। त्यसले गर्दा पनि एकदमै रमाइलो लाग्छ। यहाँ तल तल बादल लागेको बेला, दिउँसो जुन बादल लाग्छ नि है, त्यो टाइममा त झन् अझै रमाइलो लाग्छ क्या। त्यसले गर्दा यो जग्गा चाहिँ सबैको लागि एउटा आकर्षणको केन्द्रै मानिन्छ हो। यहाँ तलबाट हेर्नुहोस्, तलको त्यो जति पनि देख्नुहुँदैछ तकबर टी गार्डन र पारी पारी देखिरहेको सिक्किमको पहाडहरू होइन, कञ्चनजङ्घाको रेन्जहरू सबै अहिले अझै बादल ढाकेको छ। नत्र भने यहाँ नथुलाहरू पनि तपाईँले देख्न सक्नुहुन्छ। बादल लागेकोले गर्दा नथुलाहरू यो पारि देख्न सक्नु भएको छैन। र साथीहरू, आजको दिन तपाईँहरूलाई एकदमै सुखमय, शान्ति, रमाइलोसँग बितोस् है भनेर शुभकामना महाकाल बाबासँग राख्दै तपाईँहरूसँग अहिलेलाई बिदा लान्छु। ओके, गुड बाई, गुड डे, टेक केयर, स्टे हेल्दी, र सधैँ जुडिरहनुहोस् हिल टु हिलसँग।